Hello everyone, welcome to my channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला। सो हामी चाहिँ न्यू क्यासल छाडेर कप्स हार्बरतिर लाग्यौँ। त्यसपछि हामी पुगेर पनि खाना खानेतर्फ लाग्यौँ। त्यसपछि हामी खाना खाएर अनि त्यसपछि थोरै भिडियो र फोटोहरू खिच्यौँ। त्यसपछि भोलि बिहान उठेर हाम्रो फेरि दिनको सुरुवात भयो। त्यसपछि हामी कप्स हार्बरमा रहेको डेङ्गर फल्सतिर लाग्यौँ। त्यसपछि मैले चाहिँ फोटो खिच्दै भिडियो बनाउँदै हिँडेँ। त्यसपछि बिहान गएका थियौँ, हाम्रो भोक लागेको थियो। त्यसपछि हामीले सामानहरू लगेका थियौँ, खानेकुराहरू। त्यसपछि हामी वहाँ पुगेर चाहिँ हामी खाना थाल्यौँ। त्यसपछि एकदम धेरै भोक लागेको चाहिँ हामीले छिटो खाना खायौँ। त्यसपछि यताउता मान्छेहरू पनि हिँडिरहेका थिए। कोही चाहिँ सफा गर्ने मान्छेहरू हिँडिरहेका थिए, कोही चाहिँ त्यहाँ मर्निङवाकको लागि चाहिँ मान्छेहरू हिँडिरहेका थिए। हामीलाई धेरै भोक लागेको थियो। अनि त्यसपछि हामी छिटो खाइरहेका छौँ। अनि त्यसपछि त्यो डेङ्गर फल्स चाहिँ हाम्रो त्यो उतापट्टि रहेको चाहिँ रेलिङबाट चाहिँ सिधा तल चाहिँ ठुलो फल्स रहेको छ। अहिले हामी एकछिनमा खाना खाएर जान्छौँ। हामी त्यो रोडलाई पनि देखाउँछौँ। एकदमै रमाइलो ठाउँ छ। यदि हजुरहरूलाई मन लाग्यो भने पनि हेर्न जान सक्नुहुन्छ। धेरै रमाइलो ठाउँ छ। हिँड्दाखेरि पनि त्यो एकदम हरियाली है। त्यसपछि बाख्राहरू अनि भेडाहरू अनि गाईहरू सरेको एकदमै धेरै त फार्महरू हेर्दै जान पाइन्छ। अनि त्यो चाहिँ एकदमै त्यो हुन्छ नि के भन्छ त्यो जस्तो बजार जस्तो होइन, त्यो गाउँ हो। त्यो गाउँ भए पनि एकदमै विकास चाहिँ हुँदो रहेछ। सबै थुप भएको स्कुलको सुविधा, सपिङ सेन्टरको सुविधा, रोडको सुविधा, जुन हाम्रो आवश्यक पर्ने सबै कुरा हुँदो रहेछ। गेम खेल्न थाल्यौँ यस्तो रमाइलो गरेर। तल फल्स हेर्नको लागि कस्तो राम्रो बाटो छ। त्यसपछि वरिपरि पनि थोरै फोहोर छ, पातहरू भर्खर झरेको, तर त्यहाँ सफा गर्न मान्छे चाहिँ आइरहँदो रहेछ। मैले भिडियो खिच्दै मुस्कुराउँदै हुन्छ मैले भिडियो बनाउँदा। त्यसपछि भिडियो गर्दै गएँ। त्यसपछि हामी पुग्यो सकेँ। त्यसपछि त्यहाँ फल्स देख्दा भिडियो बनाउनु पुरै भएन। त्यो मान्छेहरू त्यसपछि भिडियोहरू फोटोहरू खिच्दै गएँ। देख्न सक्नुहुन्छ। त्यसपछि हामी चाहिँ फर्क्यौँ। त्यसपछि हामी अर्को लुकआउटमा चाहिँ
हामी हेर्न जाँदै गर्दा चाहिँ मैले त्यहाँको फार्महरू चाहिँ मैले हजुरहरूलाई चाहिँ देखाउने कोसिस गरिरहेको छु। यस्तो रमाइलो ठाउँ छ, एकदमै सुन्दर छ, जस्तै राम्रो। त्यसपछि हामी त्यहाँ पुगेर फोटोहरू खिच्यौँ। त्यहाँ माथि उभिएर यताउता आँखाले हामी त्यहाँबाट फर्केर हामी त्यहाँ चाहिँ जस्तो मन्दिरमा गयौँ। मलाई ठ्याक्कै याद चाहिँ आउँदैन त्यस्तो ठ्याक्कै के भन्छ। त्यहाँ गयौँ, त्यसपछि त्यसपछि हामी लाग्यौँ बिचतिर। बिचमा पनि त्यो आँखाले नदेख्नु जेलसम्मको बिच थियो, त्यहाँ रमाइलो गर्न लाग्यौँ। एकदम घाम चाहिँ उजाइसकेको थियो। अनि त्यसपछि म पनि त्यसपछि हामी फर्किँदै गर्दा चाहिँ मैले थोरै तस्बिरहरू लिएँ। बाई, थ्याङ्क यू सो मच।